एग्रीकल्चर भन्दा भेटनरी ठिक छ नि त्यो पुरै हो त्यही कहियो भी एग्रीकल्चर से भेटनरी कहियो स्कोप ज्यादा है यो प्रोभेन्टिकुलस हो हैन त प्रोभेन्टिकुलसमा मैले त्यो डिजिज भनेको थिएँ यो बडका त गिजार्ड है थाहा त्यो गिजार्ड हो त्यो कन कहीं कल्लो त चले प्रोभेन्टिकुलस त्योमा हेमरेज हुन्छ त यहाँ हेमरेज देखिन्छ त्यो रानीखेतमा हैन छैन यो प्रोभेन्टिकुलस ग्ल्यान्ड्सहरू हुन् हैन त्यो अलि ओभर टाइप हो यहाँ यसरी थिच्यो भने पुरै हेमरेज देखिन्छ यहाँ पनि हेमरेज देख्न सक्छ हैन ठिक छ हैन त्यसपछि गिजार्डमा या त टक्सिसिटी भयो भने कुनै किसिमको जस्तै अब पोइजन खायो हैन अथवा दानामा टक्सिसिटी छ माइकोटक्सिक्सहरू हुन्छ नि त्यसले गर्दा के हुन्छ यो गिजार्डको इजिली डिट्याचमेन्ट हुन्छ इजिली डिट्याचमेन्ट हुन्छ एकदमै इजिली सुन्नु बित्तिकै त्यो आइहाल्छ र लोकलको त डिट्याचमेन्ट हुँदै हुँदैन ब्रोइलर आफैमा पनि रोगै हो कि किन भनेदेखि यस्तो छ क्या यसको बनाएकै साइन्सले यस्तो बनायो कि यो धेरै दिन टिक्ने खाले बनाएको होइन थोरै दिनमा खाऊ 20-25 दिन 30 दिन पाल अनि खाइहाल त्यस्तो हो यो 35 दिन पाल्ने पनि गाह्रो छ यसलाई आफ्नो शरीर पनि बिगार बडी वेट पनि पनि त्यतिकै भुइँमा बसेको हुन्छ खुट्टाले उठ्दै हुँदैन बडी मोटो बनाउने कुरै होइन क्या यसलाई अब नेपालले पनि ल्याउँदैछ 30 दिनभित्र खाइहाल्ने 30 दिन कट्यो कि यसलाई डिजिज लाग्छ त टक्सिसिटीमा के हुन्छ भने यता घाउ देखिन्छ हेमोरेजहरू हैन देखिन्छ र अर्को हेमोरेज यहाँ टक्सिसिटीमा यो इन्टेस्टाइन जुन छ नि यहाँ एकदमै हेमोरेज हुन्छ यो पुरै ठाउँमा र यो त्यो रानीखेतमा पनि हुन्छ हैन पुरै कुहिएको जस्तो त्यो यसको एकदम ठिक छ कहीँ हेमोरेज छैन बाहिरबाट देखिन्छ र ऊ त्यो डिजिज भनेको थिएँ नि कोक्सिडियोसिस त यसमा हेमोरेज हुन्छ त यहाँ ब्लडै बढिएको हुन्छ त्यस्तो पनि हुन्छ र हेमोरेज पनि हुन्छ र सिकल टन्सिल भनेर भनेको थिएँ नि सिकल टन्सिल भनेको यो सिकल टन्सिल दुईटा बिचको जोइन्ट यसलाई सिकल टन्सिल भन्छ योमा के हुन्छ तीनवटा पाल भएको पेनक्रियास भनेको यो पेनक्रियास त्यो लेयर कुन हो सर यहाँ योमा थाहा छ नि कुन यो इन्टेस्टाइन होइन त्यो यहाँ त्योमा मेजेन्ट्री भन्छ यसलाई यसैलाई मेजेन्ट्री भन्छ यो जुन छ नि यो मेजेन्ट्री हो इन्टेस्टाइनलाई यसरी घुमाएर राखेको हुन्छ र यसमा ब्लड सर्कुलेसन बाहिरबाट पनि गएको हुन्छ यो सबै ब्लड सर्कुलेसन गएको छ नि इन्टेस्टाइनलाई ब्लड चाहियो नि त बाहिरबाट अनि यो ब्लड सर्कुलेसन गएको छ र यहीँबाट अब्जर्प्सन भएर अनि बडीतिर पठाउँछ बुझ्यो नि यो सर्कुलेसन अब्जर्प्सन दुइटै काम गर्छ हैन त यो सिकल देखाइदिन्छ यसैलाई सिकल टन्सिल भन्छ यो अब यसपछि यसमा के हुन्छ ब्लड देखिन्छ हैन छैन ठिक छ अरू केही छैन अब त्यति र एउटा म्यारेक्स डिजिज भन्छ नि
म्यारेक्स डिजिजमा यो लिभरमा नोडुल्सहरू देखिन्छ नेक्रोटाइज हुने के जोइन्टमा नर्भ्स हेर्ने हो एउटा नर्भ भन्नुभएको थियो जोइन्टमा हुन्छ सिएटिक नर्भ हुन्छ त्यो सिएटिक नर्भ त्यही म्यारेक्स डिजिजमा राइटिंग है हमारा राइटिंग है मैंने तुमको कहा था रणभूमि करने से पहले रणभूमि में खेलना जाना चाहिए लो यही नर्भ हो देख चाँडै जस्तो टल्किन्छ नि सिएटिक नर्भ हाँ ये करीब तोड़ टाइम टिक देखिरहेको छ नि लोकल के लागि बड़ी टाइट हुन्छ टाइट रह्यो अरू त जोइन्टमा होइन अब त्यो ऊ डिजिज भनेको थियो नि